हेलो एभ्रिवान। आज चाहिँ म मेरो घरमा फुलेको फुलहरूको भिडियो लिएर आएको छु। मलाई चाहिँ फुलहरू एकदमै मनपर्छ। यो चाहिँ मेरो घरमा भएको आडुले फुलेको फुल हो। एकदमै राम्रो फुलिरहेको छ। अझ धेरै सबै फुल्दा त राम्रो हुन्छ, तर भर्खर फुल्दैछ एकदमै। अनि मलाई चाहिँ के को बारेमा भिडियो लिएर आउनु भइरहेको थियो। अनि यो फुलहरू देख्दा चाहिँ मलाई भिडियो बनाउने आइडिया आयो। त्यही भएर मैले चाहिँ आज फुलहरूको भिडियो लिएर आएको छु। के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। अनि यो चाहिँ नास्पातीको फुल हो। एकदमै राम्रो फुलेको छ यो पनि। अझ हेर्नु न, यहाँ मौरीहरू आएर यस्तो राम्रो होइन, यति धेरै मौरीहरू आएर रस चुसिरहेको छ। एकदमै राम्रो देखिरहेको छ, एकदमै राम्रो फुलेको छ। यति मलाई चाहिँ मनपर्छ नि। यतिखेर त अब फुल्ने टाइमै हो नि त, सिजनै हो नि त। अनि यो चाहिँ मेरो घरमा भएको कफी हो। यो पनि मलाई चाहिँ राम्रो लागेर थोरै भिडियो बनाइहालेँ। एकदमै राम्रो देखिएको छ, मजाले फलेर पाकिरहेको छ। अनि यो चाहिँ मटरको फुल हो। यो पनि एकदमै राम्रो। यहाँनिर मलाई देख्दाखेरि यसको पनि भिडियो बनाउनु मन लाग्यो, त्यही भएर थोरै भिडियो लिएँ। अझ यहाँ चाहिँ पुतली आएर होइन यस्तो मजाले रसहरू चुसिरहेको थियो। अझ हेरौँ लाग्ने भइरहेको थियो। अनि मौरीले पनि रसहरू चुसिरहेको थियो। यस्तो देख्दा चाहिँ अझ धेरै मलाई राम्रो लाग्यो। यो चाहिँ प्लास्टिक गमलामा रोपेको फुल हो। एकदमै राम्रो फुलिरहेको थियो। यति एउटा मात्रै फुलेको थियो। अहिले चाहिँ एकदमै राम्रो लाग्यो। नाम चाहिँ थाहा भएन, कसैलाई थाहा छ भने कमेन्ट गरिदिनु होला। यो चाहिँ जिरेनियम्स हो। एकदमै राम्रो फुलिरहेको थियो र मैले यसको पनि भिडियो ल्याएँ। अनि यो पनि एकदमै राम्रो देखिरहेको छ। यो फुल मलाई नाम चाहिँ राम्रो थाहा छैन, तर पनि एकदमै मनपर्छ मलाई। अनि यो चाहिँ पाखनबेत हो। पाखनबेतले पनि एकदमै राम्रो फुलिरहेको रहेछ। त्यही भएर मलाई चाहिँ यसको पनि भिडियो थोरै लिएँ। यो चाहिँ सयपत्री हो। अहिलेसम्म फुलिरहेको छ। यति एउटा बोट मात्रै हो। यो त सबैजनाले चिन्नु नै हुन्छ होला, तोरीको फुल हो। फुलिरहेको थियो। आजको मेरो भिडियो चाहिँ यस्तै बारेमा रहेको छ। हेर्दै जानु होला के कस्तो लाग्छ। अनि यो चाहिँ मेरो घरमाथिदेखि लिएको भिडियो। एकदमै राम्रो भ्यू आइरहेको थियो। यो तलको देखिरहेको चाहिँ मेरो घर हो। के कस्तो लाग्यो आजको मेरो भिडियो कमेन्ट गर्नु होला। र मलाई जस्तै कसलाई यसरी फुलेको फुल मनपर्छ, नेचरहरू, त्यो पनि कमेन्ट गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ। बाई बाई।